हाइपोथाइरोइडिजमको लक्षणहरू धेरै छ, तर मेन लक्षणहरू चाहिँ अप्रत्याशित रूपमा बिस्तारै मोटोपन बढ्दै जाने, खुट्टाहरू सुन्निने, कपालहरू बिस्तारै झर्ने, महिनावारीमा गडबडी हुने र तपाईँको कोलेस्ट्रोलहरू बढ्ने जस्तो लक्षणहरू आउन सक्छ। सो हाइपोथाइरोइडिजम भयो भने हामीले ल्याबमा जाने, रगत चेक गर्ने अनि त्यसको मात्रै औषधि उपचार गर्दै जाँदाखेरि पछि हामीलाई प्रेसर बढेको थाहै हुँदैन र धेरैजसो भनौँ न पब्लिकमा अवेरनेस पनि छैन कि हाइपोथाइरोइडिजम भएकोलाई हाइपरटेन्सन र डिस्लिपिडेमिया दुइटै हुनसक्छ भन्ने कुरा। र तथ्यअनुसार चाहिँ तपाईँको लगभग 5 to 8%मा हाइपोथाइरोइडिजम विथ हाइपरटेन्सन र डिस्लिपिडेमिया सँगसँगै आउने समस्या हो र यो समस्यालाई हामीले समयमै पहिचान गर्नु जरुरी छ। किन भन्दाखेरि हाइपोथाइरोइडिजमले गर्दाखेरि प्रेसर बढ्छ, धेरैजसोलाई डायस्टोलिक ब्लड प्रेसर बढ्छ र रियल डायस्टोलिक ब्लड प्रेसर बढ्दाखेरि त्यसलाई रियल हाइपरटेन्सन मानिन्छ, जसले गर्दाखेरि मुटुमा हार्ट एट्याक हुन सक्ने, ब्रेनमा ब्रेन एट्याक हुन सक्ने र तपाईँको किडनीमा किडनी फेलर हुन सक्ने। त्यही भएर हाइपोथाइरोइडिजमलाई सँगसँगै हामीले हाइपरटेन्सन पनि उपचार गर्नु अति आवश्यक हुन्छ। दुईटै रोगलाई सँगै नियन्त्रणमा गरिएन भने एउटाले अर्कोलाई बढाउने समस्या पनि आउन सक्छ। त्यस्तै गरेर हाइपोथाइरोइडिजमसँग डिस्लिपिडेमिया, अब सबैजनाले थाइरोइड मात्रै भनेर अवेरनेस लिनुहुन्छ, त्यति मात्रैले अब पुग्ने भएन। थाइरोइड हर्मोन कम छ भने त्यसले चाहिँ हाम्रो शरीरको मेटाबोलिजम घटाउँछ, जसले गर्दाखेरि हाम्रो शरीरमा चाहिँ कोलेस्ट्रोलको मात्रा बढ्ने र इन्सुलिनहरूको काम पनि ह्याम्पर हुने र जसले गर्दाखेरि हाम्रो शरीरमा रक्तनलीहरू चाहिँ टाइट हुँदै जान्छ, जसले गर्दाखेरि तपाईँको डिस्लिपिडेमियाले पनि हार्ट एट्याक गराउने र हाइपोथाइरोइडिजमले पनि हार्ट एट्याक गराउन सक्ने। त्यही भएर हाइपोथाइरोइडिजम र डिस्लिपिडेमियालाई पनि हामीले अब सँगै बुझ्नुपर्ने जरुरत भयो र यसले हाइपोथाइरोइडिजम र कोलेस्ट्रोल दुईटैलाई हामीले सँगै उपचार गरौँ भने रोग छिटो निको हुन्छ।